ल केटा आज हामी चाहिँ गर्न जाँदैछौँ नेपालीको भोइस रियाक्ट एउटा भिडियोमा भोइस रियाक्ट गर्न जाँदैछ। कस्तो भिडियो बन्ने रहेछ नेपालीको। सुरुको न्यू भिडियो नै हेरौँ न त होइन। होलीको हारे चाहिँ आज होली नै परेको छ। होली आई होली आई होली आई मती आई मती आई मती आई ल यस्तो पनि बनाउनु मिल्छ केटा हो। यस्तो नाचे पनि कसरी बनाउँछ हो। महाशिवरात्रि रे यो दामी होला। ल केटा यस्तो पनि बनाउनु मिल्छ। हेर न हात जोडेको। ल मा आङ जिल्नु मेरे सर पे हाथ रख तेरा छोटो छ दामी छ। कुन हेरौँ त एउटा पुरानो नै हेरौँ न कस्तो दामी रहेछ। मेरो देश बिरामी लाग्यो जेन्जी। पख बाबु आमा हामी चाहिँ नजाने पर्दैन बाबु मरिन्छ त्यहाँ। बाले भने हैनन् जन्मभूमि र जन्म दिने आमा उस्तै हुन् भनेर। पर्या खण्डमा आफ्नो ज्यान दिनु पर्छ रे। के तिमी आफ्नो आमालाई परेको बेलामा जुत्ताहरू बुझ्छौ? यसरी नि कसरी बनाउँछ केटा हो। हेर न सिधै हात पक्र्यो। यस्तो नि बनाउनु मिल्छ। जन्मभूमिश्च स्वर्गादपि गरियसी। सरकार तेरो पाराले दुःख पायो साराले। बेला भो जेन्जी उठ्ने बेला भो। ओइ सरकार ओइ हाम्रो पैसा खोइ। This one's dedicated to each and every one of you. केटा यो के हो यो यसरी बस्यानी बनाउने के हो यो केटा हो। किन यस्तो दामी। For my nation, for my mother. Let's go. मेरो देश बिरामी मेरो देश बिरामी मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन। लमा कसम यो त नेपाली जेन्जी प्रुफ भएको थियो त। मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी। मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी। मेरो देश बिरामी तर पार्ने छौँ यसलाई ठिक एक दिन हामी। दामी केटा ल दामी। नेपाली प्रोको त दामी भन्छ। नेक्स्ट चाहिँ कसको भिडियो रियाक्ट गरौँ भन है। नेक्स्ट भिडियो हो